साथीहरू म आज फेरि तपाईँको माझमा एउटा एक्स्ट्रा इन्फर्मेसन लिएर आएको छु। जुन तपाईँको घरमा बच्चाहरूले मोबाइल चलाइरहेका हुन्छन् त्यो मोबाइललाई कसरी कन्ट्रोल गर्ने त? दिनभरि रातभरि पब्जी खेली तपाईँलाई हैरान पारेका छन्। राति सुत भन्यो एनी टाइम मोबाइल मात्रै हेरेर बसेका छन् भने तपाईँको लागि एकदमै काम लाग्दो चिज छ है। यो चाहिँ तपाईँले हेर्नुहोस् राम्रोसँग। अलिकति पढाइ लेखाइ जान्नुभएको छ भने एकदमै राम्रो नै हो हैन। आजभोलि एजुकेसन धेरैले नै अब गरिरहेको हुन्छन्, त्यति अलि नर्मल कुरा त थाहा भइहाल्छ। सिर्फ एउटा सेटिङ गर्नुहोस्, तपाईँले आफ्नो मोबाइलबाट बच्चाहरूको मोबाइललाई चाहिँ कसरी कन्ट्रोल गर्ने त भन्ने विषयमा छ हैन। तर यो भिडियो हेरेपछि तपाईँले नराम्रो कामको लागि चाहिँ युज नगरिदिनु होला। कृपया आफ्नो सुरक्षितको लागि र बच्चाहरूको सुरक्षितको लागि मात्रै युज गरिदिनु होला। यथार्थ नराम्रो कामको लागि चाहिँ नगर्नु होला। यसमा चाहिँ आफूलाई कानुनी रूपमा कारबाही पनि हुन सक्छ। तर आफ्नो परिवारको लागि र सुरक्षितको लागि चाहिँ युज गरिदिनु होला। यो मेरो रिक्वेस्ट छ तपाईँहरूलाई। र म तपाईँलाई कसरी गर्ने, कुन तरिका हो भन्ने विषयमा चाहिँ स्क्रिन रेकर्ड मार्फत देखाउने छु हैन। स्क्रिन रेकर्ड मार्फत देखाउँछु। तपाईँले चाहिँ पुरा भिडियो हेरेर त्यही तरिकाले तपाईँले सेटिङ गर्नुहोस् र आफ्नो बालबच्चालाई मोबाइल फोनबाट कन्ट्रोल गराउने, चलाउनै नदिनु हुँदैन आजभोलि हैन जमानाअनुसार। तर कसरी हुन्छ कन्ट्रोल गराउने विषयमा चाहिँ म तपाईँलाई सिकाउने छु। किनभने सानसानो बच्चाहरूलाई पढाइ लेखाइमा पनि ध्यान दिनुपर्ने हुन्छ। मोबाइल चलाएर दिनभरि मोबाइलै चलाएर पढ्दै नपर्ने, दिमागै खराब गराएका हुन सक्छन्। तिनीहरूको लागि चाहिँ एकदमै हेल्पफुल हुनेछ। यो भिडियो हेरेर तपाईँले एकदमै राम्रोसँग गर्न सक्नुहुनेछ। ल अब लागौँ स्क्रिन रेकर्डतिर।